हेलो हाई नमस्कार हजुरहरूलाई आज पनि गाउँलिङ ब्लगमा स्वागत छ। आज चाहिँ म हजुरको सामु एउटा यो जस्ट टाँकेको मुन्टा पकाउने तरिका लिएर आएको छु। कसरी पकाउने के गर्ने भनेर यो चाहिँ हाम्रो जस्ट तेह्रथुमको साबलाबाट आएको खुसीले हो होइन। यो चाहिँ रुखको टुप्पामा फलेको हुन्छ कि मुन्टा, कतिले देखेको छ कतिले देखेको छैन, खानुहुन्छ हुँदैन पनि थाहा छैन होला कतिलाई। मलाई पनि खाएको चाहिँ थिइनँ, मैले पनि भनौँ न यो फर्स्ट टाइम नै खान आँट्दैछु। कसरी पकाउने भन्ने चाहिँ मैले हल्का जस्ट हेरेर सिकेर यहाँ ट्राई गर्न लागिरहेको छु। त्यही भएर हजुरहरूलाई म कसरी पकाउने के गर्ने म सबै कुरा देखाउने जानेछु। अहिले हेर्दै जानु होला। यो चाहिँ टाँकेको मुन्टा है, कतिले चिन्नु भएको छ कि छैन होइन साथीहरूले, हेर्दै जानु होला कसरी पकाउने अहिले म देखाउने छु हजुरहरूलाई। अब चाहिँ म टाँकेको मुन्टाको लागि यो चामल पिस्दैछु। यो चामल मसिनो पारेर पिसेर यसलाई चाहिँ हल्का तेलमा झानेर टाँकी लाउनु पर्छ। अहिले चाहिँ म चामल रेडी गर्दैछु। चामलको पिठो मजाले सिलौटामा यसरी मिही हुने गरी पिस्नुपर्छ। त्यस पछाडि पकाउन रेडी भएपछि चाहिँ यसलाई पकाउने छु। अब हेर्दै गर्नु होला फेरि है, यही पनि पकाएको म देखाउने छु। अब चाहिँ मुन्टाको लागि, टाँकेको मुन्टाको लागि ग्यास अन गरेँ। त्यस पछाडि म यसमा चाहिँ लसुन र खोर्सानी हालेँ। त्यस पछाडि मलाई ज्वानो पनि मिठो लाग्छ क्या, ज्वानो अलिकति हाल्नु पऱ्यो। ल टोक्कै ज्वानेको छु, ज्वानो हाल्नु हो। ज्वानो भएपछि तेलको तेल भयो कि है, यसलाई केही गर्नु पर्दैन क्या। अलिकति बेसार पनि लगाइदिनु पर्ला हौ, बेसार हल्का लगाउनु पऱ्यो। नलाउँदा पनि हुन्थ्यो होला, मलाई चाहिँ अब पहिला पहिला मनपर्छ नि त। रेडी पारेको चामलको पिठोको उयो लाउने यसरी सिकेर हल्का यसरी चलाउने, चलाएर पानी हाल्ने र सबैमा यस्तो गरेर यसलाई मिच्नुपर्छ। टक्क मिच्ने रे त्यस पछाडि स्वाद अनुसारको नुन हाल्ने हो, केही गर्नु पर्दैन क्या। स्वाद अनुसार नुन हाल्ने, अनि उम्लेपछि यसले पाकेको मुन्टा हाल्नुपर्छ। अब यसरी यो भकभक उम्लेपछि चाहिँ यहाँनिर चाहिँ यो टाँकी अघिको रेडी पारेकोलाई छपक्क लाउने यसरी। यो टाँकीलाई चाहिँ धुनु हुँदैन, धोयो भने कालो हुन्छ अरे। अब यसरी लाउने, अनि यसरी लाएपछि लाउने हो, लाएर अनि यसलाई चलाउने पनि होइन अरे, चलाउने होइन रहेछ, चलाउनु पनि हुँदैन अरे। अब यसलाई छपक्कैसँगले छोपिराख्ने, सानो आगो पारेर छोप्ने, सानो आगो पारेर छोपेर अहिले चाहिँ रेडी भएको देखाउँछु है। अब चाहिँ रेडी भयो कि म हेर्छु जस्ट रेडी चाहिँ भएको छैन। पानी अलिकति हाल्नु पर्ला जस्तो चाहिँ हेर्नु त खासै यसलाई पाक्दैन होला नि, पानी हालिदिन्छु। तातो पनि पानी हाल्छु। फर्स्ट टाइम पकाएको के कस्तो भयो है, पानी हालेर मजाले छोपिरहेको। फर्स्ट टाइम पकाएको लाइफमा फेरि यो। अब हेरौँ के कस्तो हुन्छ है। मेरो आइडियाले कस्तो गर्ने हो टाँकीको मुन्टालाई। रेडी भयो, रेडी हुँदा चाहिँ यस्तो हुन्छ हेर्नु होला है। अब यो चाहिँ केही गर्नु पर्दैन, यसलाई छोप्ने, अब एकछिनमा खाने हो, खाएको पनि देखाउँला है। अब हाम्रो चाहिँ टाँकीको मुन्टा रेडी भयो। अब हामी खान जाँदैछौँ। टक्क यहाँ राखेँ। ल म खान गइरहेको छु है त। ल वान बाइट गरौँ, वान बाइट गरौँ कि वान टाँकी मात्रै खानु पर्ला हौ, कस्तो छ फर्स्ट टाइम खाएको है।
मिठो। हजुरहरूलाई कस्तो लाग्यो हाम्रो भिडियो होइन पकाएको भयो भएन हेरेर मन परेमा लाइक अनि सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। बाई बाई।